गाइस के छ हालखबर सन्चै हुन्छ हेर्नुहोस् त आज म कहाँ छु अरूलाई चाहिँ घुम्न जान साथी चाहिन्छ होइन मलाई त म एक्लै काफी छु क्या जहाँ जानु पऱ्यो पनि मलाई कहीँ जान साथी चाहिँदैन हेर्नु म यहाँ आज एक्लै टोकियो घुमिरहेको छु 1.5 घन्टा भयो आएको यतापट्टि यस्तो पनि छ है 1.5 घन्टा भयो आएको होइन म त 1.5 घन्टासम्म यहाँ के गरेँ मलाई थाहा छैन क्या कसरी 1.5 घन्टा बित्यो मेरो थाहा छैन यस्तो रमाइलो छ है त्यो के यस्तो फ्रेस हुन्छ नि होइन तपाईँहरू पनि एक्लै छु भनेर रुमभित्र सुतेर नबस्नुहोस् है यस्तो दिन कहिले आउनु एकचोटि गएपछि गएको गयो हो त्यही भएर घुम्नुहोस् रमाउनुहोस् एक्लै भएर नि केही हुँदैन तपाईँसँग खुट्टा छ भने अनि त्यस पछाडि घरबाट निस्किनुहोस् तपाईँको खुट्टा दुखिरहेको छैन भने घुम्नुहोस् कि म त एक्लै घुमिरहेको मलाई यस्तो रमाइलो भइरह होइन के कुरा गरौँ रमाइलो के त मेरो सुनै छैन त एक्लै छु क्या म हेर्नु मेरो साइडमा पनि कोही छैन छेउछाउमा पनि कोही छैन यहाँ पनि यस्तो रमाइलो छैन मलाई देखेर मान्छे हाँसिरहेको होला नि केही छैन तर मलाई बाल छैन कसैको मलाई रमाइलो भइरहेको छ ह्यान्डसम देखेको छैन त गाइज मलाई ह्यान्डसम पनि फेरि के भयो म टोकियो आएर घुमेको फर्स्ट टाइम चाहिँ होइन यसरी एक्लै घुमेको फर्स्ट टाइम चाहिँ होइन म भिडियो एक्लै घुमेको छु भनेर भिडियो एक्लै घुम्दैछु भनेर भिडियो बनाएको चाहिँ फर्स्ट टाइम हो होइन तर म एक्लै घुमेको चाहिँ फर्स्ट टाइम होइन यसरी म एक्लै त कतिचोटि घुमेछु होइन तर हेर्नु तपाईँहरू एकचोटि एक्लै घुम्न जानु अनि त्यस पछाडि के भन्छ अरे तपाईँहरूलाई आफै थाहा हुन्छ एक्लै इन्जोय गर्न सिक्नुहोस् क्या साथीहरू सधैँ साथीहरूसँग टाइम मिल्दैन अब कतिपय मान्छेहरू चाहिँ घुम्न जान पनि मन थियो आफ्नो टाइम पनि छ तर साथीको टाइम छैन भनेर घुम्न नगएर घरमै बसिरहने साथीहरू पनि कति हुनुहुन्छ क्या तर म चाहिँ के अरे मलाई घुम्न जान मन लाग्यो भनेदेखि म साथी कुरेर बस्दिनँ म एक्लै पनि जहाँ पनि जान्छु होइन मेरो अहिले कलेज बिदा छ बिदा के भन्ने मेरो कलेज सकियो अनि त्यस पछाडि कामहरू केही पनि स्टार्ट भएको छैन अनि त्यहाँबाट के गर्ने त भनेर एक्लै घरभित्र बस्नुभन्दा बरु जान्छु घुम्नलाई भनेर एक्लै निस्केर हिँडेको हिँड्दा यहाँ आइपुगेँ अब यहाँबाट पनि कहाँ पुग्छु भन्ने मलाई पनि थाहा छैन बस्नुहोस् टाइम मिलेको बेलामा साथीसँग जानुहोस् अनि साथीसँग घुम्नुको मजा बेग्लै हो तर एक्लै घुम्नुको मजा चाहिँ त्यो एक्लै घुम्नेलाई मात्रै थाहा हुन्छ अनि त्यस पछाडि जस रमाइलो भइरहेको छ रिल्याक्सेसन यताउति हेर्दै तर म एकचोटि पुरै घुमिसकेर अनि त्यस पछाडि चाहिँ ल हेर्नुहोस् अब म घर जाने बाटो भइसकेको हो त्यही भएर म स्टेसनको नजिक आइरहेको छु ट्रेन पनि गइरहेछ के भनौँ हौ के भन्न आएन ल गाइड ट्रेन आयो हेर्नुहोस् एक्लै गीत भन्दै हिँड्ने कसैको बालै छैन क्या टेन्सन लिने होइन किन टेन्सन के को टेन्सन बाई गाइज फेरि भेटौँ ल है त